Hi guys, आज त हामी फेरि ट्रेकिङ भिडियो। ओके नमस्कार यहाँ सम्पूर्णलाई। आज धेरै समयको अन्तरालपछि फेरि एउटा छोटो भिडियो लिएर आएको छु है। आज हाम्रो आमा नेपालबाट आउनुभएको निकै भइसक्यो, तर यो वेदर राम्रो नभएर कहीँ नै जानु पाएको थिएन। फर्चुनेटली आज चाहिँ वेदर एकदम राम्रो भएको छ, त्यही भएर हामी घुम्न निस्किँदैछौँ। सो आज चाहिँ स्पेसल छ, यहाँ मेरो स्पेसल मान्छेहरू यता छन्। And like and subscribe guys. This video will be special guys. And here is my brother. And here is my little brother. Here's my grandma. The Nepal grandma guys. And let's sit there guys, okay? Bye. Guys, we are halfway through guys. See, this is so speedy. See guys, this is so speedy sound. What's that? What? And guys, we are halfway. Guys, हामी यहाँ सबै पुग्यो। Guys, हामी सबै पुग्यो guys। अनि यहाँ के गीत सुनाइदिन्छ, यहाँ कोरिया गीत। अनि त्यो नसुन्नु पर्छ गाइस। हाम्रो कुरा मात्रै सुन्यो भने हुन्छ गाइस। मेरो भाइ उन्नस भाइ मेरो थुङथुङ छोड्दै गाइस। Here's my youngest brother guys. मम्मी कोरिया आउनु भयो 1 महिना भइसक्नु हो, तर वेदर राम्रो नभएर चाहिँ आज बल्ल घुम्ने पानी पर्ने त्यही भएर सो अब धेरै पछि बाहिर निस्किनु पर्छ। कस्तो लागिरहेछ? राम्रो लाग्यो। कस्तो राम्रो फुल फुलेछ। तारा झरेर गइजा सागर बरु सुकेर गइजा जन्म माया कैलैले सुकेर जुन तारा झरेर गइजा जन्म माया कैलैले झरेर सुकेर गइजा जन्म माया कैलैले सुकेर जुन तारा झरेर गइजा जन्म माया कैलैले झरेर फुल्ने कस्तो दामी फुलै फुलको
रहेछौ सो कस्तो लागिरहेछ राम्रो लाग्यो खुसी लाग्यो राम्रो छ म बल्छेको माछी सरी सधैँभरि फसे पनि माखुरी जालैमा नमस्कार नेपाली तपाईँहरू मन्दिरको मूर्ति स्वागत छ तपाईँलाई हाम्रो शेर्पा हो के अरे तपाईँ हेलो धन्यवाद बाँधेर बाँधिँदैन कहिले पनि सागरहरू सुकेर तपाईँ त गलत लक्ष्यमा होइन नेपालको सोधुको तपाईँ ए लसे म त उता ओखलढुङ्गा ट्रेडिङमा को है ए ल खुसी लाग्यो भेटेर ए लसे यो गएको टासीको मान्छे छ पनि झारिदिउला आज हाम्रो त्यो तारा मात्र नेपालबाट पनि झारिदिउला गोलो गोलो कता गयो पर्खिदेऊ म आउला अन्धारोलाई तोडी एकांश मलाई सुनको तारा खसाइदेऊ न त्यो तारा मात्र हैन जुन पनि झारिदिउला बादलको आँचल बनाइदेऊला छेउछेउमा ताराको झलप लगाइदेऊला एकांश मलाई सुनको तारा खसाइदेऊ न त्यो तारा मात्र हैन जुन पनि झारिदेऊला एकांश मलाई सुनको तारा खसाइदेऊ न त्यो तारा मात्र हैन जुन पनि झारिदेऊला
शीत भएर यहाँनिर खाइरहेको छ खाजा किन टपमा पुगेर थाका लाग्यो हो ल क्लोज आइज ल टेस्ट गर्नुहोस् के होला मजा आयो गलत त्यसमा के थाक्यो क्या पुरै